यो भिडियो हेर्नुहोस्। बालेन शाहमा जुडिसियरी नलेज चाहिँ छैन। न त के अरे उसमा छ, के अरे रवि लामी छानेमा छ। जुडिसियल जुन नलेज हुन्छ नि अलिकति त राख्नुपर्छ, अलिकति त राख्नुपर्छ जुडिसियल नलेज। के गर्दा के हुन्छ भने एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड यार, मजाक हो रहा है। आम सरी हजुरआमा, जुन तपाईले जेनजी आन्दोलनपछि देशलाई सम्हाल्नु भयो त्यसको लागि धेरै धेरै रेस्पेक्ट छ, तपाईलाई एकदमै सम्मान छ। तर यो यस्तो अभिव्यक्ति चाहिँ नदिदिनुस् के प्लिज। म मान्छु बालेन शाहसँग जुडिसियल नलेज छैन, पोलिटिकल नलेज पनि छैन बालेन शाहसँग, तर बालेन शाहको जुन जेनरल नलेज छ नि त्यो थुप्रै नेपालीहरूसँग, थुप्रै नेपाली नेताहरू, ठुल्ठुलो मान्छेहरूसँग छैन क्या। त्यसैले यो धेरै आफ्नो अभिव्यक्ति दिन बन्द गर्नुहोस् के तपाईहरू सबै प्लिज। किनकि एउटा पोलिटिकली एफेक्टेड मान्छे, तपाईँको राजनीतिक पार्टीसँग संलग्न भइसकेको मान्छे, त्यसलाई चाहिँ प्रधान न्यायाधीश बनाउनु पर्दैन भनेर बालेन शाहलाई मात्र छ क्या जेनरल नलेज। तपाईँ के कुरा गरेर राख्नु भएको छ क्या। अब त्यो पहिला जुन पुरानो पार्टीको मान्छेहरू छन् त्यसलाई नै गएर तपाईँको प्रधान न्यायाधीश बनाइदिनु पर्यो, के हो तपाईँको भनाइ? यस्तो कुराहरूमा त विरोध नगरिदिनुहोस् प्लिज। तपाईँ पनि प्रधान न्यायाधीश हुनु भएकै हो क्या, तर के गर्नु, तपाईँले केही काम गर्न सक्नुभयो त्यतिखेर, तपाईँलाई केही काम गर्न दिए यो पोलिटिकल पार्टीहरूले त्यतिखेर। मैले चाहिँ तपाईँको जेनजी आन्दोलनभन्दा पहिला चाहिँ तपाईँको नाम सुनेको थिएन क्या। धेरै मान्छेहरूले तपाईँको नाम सुनेका थिएनन् के जेनजी आन्दोलनभन्दा अगाडि। त्यसैले चाहिँ यस्तो अभिव्यक्ति दिँदाखेरि अलिकति सोचेर दिनुहोस् क्या प्लिज। किनकि अहिले सबै बालेनको अग्निस्ट गइरहेको जस्तो देखिरहेछ, तर तपाईँहरू जस्तो मान्छेहरू त एटलिस्ट एउटा इन्टेलेक्चुअल सोच राख्ने मान्छे त तपाईँ त्यस्तो विरोध चाहिँ नगरिदिनुहोस् के। त्यही हो। जय नेपाल।